हेलो एन्ड नमस्ते। आज चाहिँ सन्डे। म चाहिँ आज चाहिँ सधैँ रमाइलो भिडियोमा हाल्न खोज्दैन। आज चाहिँ मैले नारायण दाइले गर्ने काम कस्तो छ त कोरियामा भनेर देखाउँदैछु छु। नारायण दाइले कस्तो काम गरेर महिनाको 3 4 लाख कमाउँछ त भनेर देखाउँदैछु छु। आज सन्डे, आज कोही पनि आएको छैनन्। म एक्लै आएको छु, प्लस साउसोल्टी आएको छ। दिउँसोको झन् 3 बज्न लाग्यो होला। एक्लै पनि एसी त रन गर्नु पर्यो। एसी रन्काएर यो चाहिँ आइमाइहरू गर्ने काम हो त्यतिर चाहिँ। अनि कोही आएको छैन आज, कोही एकदम कोही आएको छैन, सिङ्गल हो। त्यसै हुन्छ 4 लाख 3-4 लाख त कमाउनु पर्यो। त्यो म चाहिँ त्यहाँ बसेर गर्छु। अनि आज चाहिँ कोही पनि आएको छैन आज, किनभने चाहिँ सन्डेको दिन यसो साउसोल्टीले अनि तेरो खर्च धेरै छ केटो आइज न भनेर यसो बोलाएको थियो। पारी कता गएको छ पनि बुढो है त। अब चाहिँ काम ठोक्नुपर्छ। अब यहाँ चाहिँ 50,000 लगाएर ग्यास वेल्डिङको आर्गनको आर्गन भन्छ कोरियनमा, इङ्ग्लिसमा आर्गन। अब यो नर्मल्ली भन्दाखेरि चाहिँ यो चाहिँ बुझ्ने भाषा भन्दाखेरि चाहिँ नेपालमा चाहिँ आयरन भाडा पिटाउने काम हो। यहाँ चाहिँ अलिकति वेल्डिङ गरेर ग्यास वेल्डिङ गरेर सर्लक्कै गर्ने हो। अनि आज आइतबार काम गरेपछि दिनको झन्डै नेपाली बेसिज गर्ने त कति आउँछ होला हौ। 13-21,000 रुपियाँ आउँछ क्या हो। वेल्डिङ मात्र 1,10,000 1,30,000 भनेपछि 8 भनेपछि झन्डै 1 लाख आयो। यो चाहिँ मेसिन हो, गोरुको छ, अलिकति गोरुको हुन्छ। अनि सार्ने यो साइज अनुसारको टक्क लाएर मिलाएर राख्ने हो तलमाथि। अनि त्यसपछि अब दिउँसो छु, कोही छैन, एक्लै छु। खास हेल्पर हुने हो, हेल्परले यसो सहयोग गर्ने हो, बागा साल्ने हरेक कुरामा। अनि यो चाहिँ पाइप हो, त्यो चप्टाउने हो, त्यसमा टाँस्ने वेल्डिङ गरेर। अनि यो पाइपले चाहिँ टक्क लाएर माथि राखेर अनि यसो पाइप हेरेर कताल पारेर आफू छिटो गर्न सक्नुहुन्छ। टक्क मिलाएर राख्ने हो, राखेर गर्ने हो। यस्तै छ। अब युट्युबमा सधैँभरि घुमेका नाचेका अनि होइन रमाइलो मात्र भिडियो हाल्दै थिएँ। बिजी भएर चाहिँ यो पटक त होइन यसो आफूले गर्ने कामको पनि राखौँ न त, फ्युचरमा मेमोरेबल हुन्छ होइन। यस्तो काम गर्दै थिएँ मैले भन्ने सोचले चाहिँ चट्ट लाएर भिडियो बनाएको। एउटा साउ बड्डाले गरेछ काम ठ्याङ्ग्रा। कोरियामा त साउ पनि कामदार जस्तै हो के अरे। अनि नेपालमा साउ भएपछि चाहिँ माडे भनेर एकदम गाडीमा खरखर हिँडेर एकदम है गर्छन्। यहाँ चाहिँ साउ पनि कामदारले जति काम जति बराबर काम गर्ने हो। अनि त्यही भएर चाहिँ अब नेपालमा गएपछि चाहिँ म पनि कामदारै बनेर काम गर्ने हो भनेर सोच्नु छु। टक्क अब आफ्नो साइज उचाइ ट्याक्कै मिलाएर त्यो भाँडा हो बटुकाहरूलाई चाहिँ टक्क माखा फेरि के खोज्यो माखाले छोपेर खाइदिन्छ अट। अनि त्यसपछि यहाँ चाहिँ नेपालमा जस्तो छैन के अरे होइन। अनि यहाँ त सबैले आफै काम गर्छन्। त्यो पाइपको दुलामा जस्तो पाइप राखेर टक्क लाएर वेल्डिङ गर्ने हो। त्यस्तो चप्काएर त्यो पनि अर्को पनि मैले नै गरेको चप्काको, धेरै वेल्डिङ गर्छन्। अनि त्यही हो काम। यस्तो छ है। गरियो 2016देखि वेल्डिङ गरेको छ। त्योभन्दा पहिला झन् एकदम हार्ड काम थियो। कोरियामा पैसा त छ नि, 3-4 लाख पैसा छ नि, तर के गर्नु, काम त्यस्तै छ। अनि
यो चाहिँ खस्रोको यसो अब ट्रायल भनौँ न चेक गरेको अब चाहिँ चत्ता लाएर मिसिन स्पिड मिलाएर अनि छन्गी भन्छ बिजुली कति स्टार्ट गरेर अनि त्यसपछि रन्काउने काम रन्काएर बिहानै सासम्म ट्याङ्क हान्ने अहिले त झन् अब 3:30-4 भयो होला के भने अब चाहिँ है त अब काम त रन्काउनु पर्यो ल रन्काउँछु है म अब स्पिडमा 100 स्पिड रन्काउँछु हेर्नुहोस् है काम यस्तै हो कोरिया काम के गर्ने तर हामीलाई चाहिँ केही लाग्दैन फेरि किनभने हामी त अनि पहाडमा हुर्केको सानै बच्चादेखि होइन घाँस दाउरादेखि लिएर मै नि बिहान 5-6 बजे उठेर अनि घाँस काट्न गइन्थ्यो खोलाबाट धान बोकेर आइन्थ्यो होइन यस्ता काम त हामीले त पुरै खेले जस्तो लाग्छ कि काम त हामीले पुरै खेले लाग्छ कि अब किनभने चाहिँ अब सहरतिर बसेका पहिला बुवा आमाले होस्टेल राखेर पुरै खाना पनि पकाउन नजानेका भात पनि पकाउन जानेका अग्रम बगरम गर्नलाई गाह्रो बारे यहाँ यदि मानसिक टर्चर पनि हुन्छ रुममा बस्नु पर्यो खाना पकाउन जान्दैन हामी त अनि 2009 देखि नै हो क्या 2008 देखि नै 8-9 देखि नै कोठाले बस्न लाग्यो खाना पकाउन आफै खाने हैन अनि त्यो कारणले हामी चाहिँ त्यस्तो लाग्दैन त्यही हो अब काम चाहिँ अब कन्टिन्यू गर्दाखेरि चाहिँ अलिकति मन आत्तिन्छ त्यही हो अरू रुममा चाहिँ मिल्ने साथी भयो भने प्लस कम्पनीमा काम गर्ने वातावरण राम्रो भयो भने काम त केही लाग्दैन अब काम त अब रिक्स छ अहिले होल्डिङ कम्पनी भनिसकेपछि रिक्सै हो होइन किनभने आँखाले पहिलो कुरो आँखाले असर गरिहाल्छ दोस्रो कुरो पेटले गर्छ पेटको पुरै हो ग्यासले गर्दा पेट असर गर्छ होइन अब व्यायाम नगरे खतम हुन्छ पेट पनि त्यसो कुरो यो सुगरकीले नै असर गर्छ लाग्छ मलाई किनभने यो लङ टाइमसम्म यो होल्डिङ गऱ्यो भने बाल्दो पनि रहने सम्भावना एकदम धेरै छ तर पनि केही छैन हेर त अब साथीहरू भइसकेका छन् भनेर के भन्नु अब बच्चा नभएको साथीभाइहरू चाहिँ अलिकति लङ टाइमसम्म होल्डिङ गर्छ अलिकति रिक्सै हो जस्तो लाग्छ त्यही पनि अब कोरिया काम होइन अब सबै पुरा म्याक्सिमम कामहरू केमिकलै कामै हुन्छ होइन हामी 3D काम हो 3D गर्नु भनेको एकदम तपाईँले त्यो नि डट्टी डिफिकल्ट होइन अनि तपाईँको अनि डेन्जर काम हो त्यस्तै हो अब म चाहिँ भिडियो धेरै लामो भयो जस्तो लाग्यो भिडियोलाई अब यही अन्तिम गर्नु पऱ्यो फेसबुक हेर्नु पऱ्यो होइन भिडियो कस्तो लाग्यो तपाईँहरूलाई धेरै लामो समयपछि झन् 3-4 महिनापछि भिडियो फेरि युट्युबमा पोस्ट गरेछु मन पऱ्यो भने सेयर सब्सक्राइब होइन लाइक कमेन्ट के छन् त्यो डाउनलोड गरिदिनु है त बाई